दर्शकबिन नमस्कार, म तिलक बहादुर ओली र अहिले म ठ्याक्कै रातिको 3 बजेको छ र मैले थोरै आज सामाजिक सञ्जालमा अ, पत्रकार पत्रकार भोजराज थापाले लुम्बिनी प्रदेशको घोराइका केही क्षेत्रबाट उनले यसरी मोबाइल देखाएका थिए र धेरैले इन्टरनेटको समस्या भएको देखाएका थिए र त्यसै लगत्तै सामाजिक सञ्जालमा भिडियो हाले बापत हाले लगत्तै सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल त्यहाँको निरीक्षण गर्न आइरहेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएकै थियो र हाम्रो पनि त्यस्तै समस्या हो, सेम त्यस्तै हो। र बागचौर नगरपालिकाको वार्ड नम्बर 4 को साबिक 1 2 3 भनौँ न, 3वटा वडामा त्यहाँ कतै पनि टावर छैन, तर टावर टाढा टाढा छन्। त्यहाँ राम्रोसँग फोनले पनि काम गर्दैन र अन्य इन्टरनेट चलाउनको लागि अलि काम गर्छ। तर एउटा सिमाना बजार खौलामा बनेको छ त्यो टावर र त्यसले अलि काम गर्छ। तर त्यो हामीहरू इन्टरनेट चलाउन जानु पर्यो भनेपछि केही माथि घन्टौँ लगाएर माथि ओख्रेनी यता माथि बराथामा धेरै माथि गएर हामीले डाटा चलाउँछौँ र यसमा कहिलेकाहीँ त झन् यसमा केही नदेखाएर केही ओपनै नभएर त्यत्तिकै नै अब समय डाटा तानेको समय सिद्धिएर त्यत्तिकै पनि आउँछौँ के H+E लेखेर 4G लेख्ने, H+ लेखिने। तर यसको समस्याको समाधान कसैले जति जोगी आए पनि कानै च्यातिएका भने जस्तै कुनै सरकारले पनि गर्न सकेन के। यो खास गरी बागचौर नगरपालिका वार्ड नम्बर 4 भनेको एकदमै माओवादीको कट्टर क्षेत्र हो। तर उनले त्यही गरे कि जनताका लागि 10 वर्ष लड्यो भन्ने त्यो थेगो बेच्ने बाहेक उनले कुनै केही प्रगति गर्न सकेनन् र जनतालाई हम्काउने धम्काउने केही कुरा गर्यो कि हामीले जनताका लागि लडेर ल्याएको जनवाद हो, लोकतन्त्र हो, गणतन्त्र हो भन्ने त्यही भाषण दिने राजनीतिकलाई एउटा कमाई खाने भाँडो बनाए। उनी कुनै विकास गरेका होलन्, तर त्यही आफ्नै आसेपासे आफ्ना इष्टमित्र छोरी ज्वाइँ नातागता गोता छोरी लियोलाई तर अन्यलाई भने अरू केही होइन। त्यति आएको भने त्यही रोड हो, राप्ती लोकमार्गले छोएको हो र एउटा रोड आएको छ, त्यो पनि अलि गाडी हिँड्ने कहिले कसो, त्यो सबैका दलका सहमतिले आएको। अरू कुनै त्यहाँ प्रगति भएकै छैन। त्यति नेताहरू त्यही थेगो बेच्ने भन्दा कुनै काम छैन। अन्य मान्छेले केही गर्न खोज्यो, केही कुरा बाहिर ल्याइदियो भने पनि हामीलाई त्यसले अब हाम्रो रोजीरोटी खोसिन्छ, हाम्रो थेगो बिग्न छोड्छ भनेर उनले कसरी हुन्छ पछि पार्ने र त्यसलाई जेलमा जाक्ने, खोरमा जाक्ने जस्ता धम्की दिने। अनि अन्य कुनै पार्टीहरू कोही बाहिरबाट कोही अन्य पार्टी आयो भनेपछि पार्टीमा प्रवेश गर्यो भनेपछि हाम्रो यत्रो माओवादी छन् के जस्तो त एउटाले एमाले भएर अथवा अन्य कुनै पार्टी भएर कि त मेरो पार्टीमा आउनुपर्छ, न त तेरो झोलासम्म पोलिदिन्छु भनेर भन्छन् क्या। तर यस्तो यो दादागिरी कहिलेसम्म रहला के। तर केही भक्तहरू छन्, केही भक्तहरूले मेरो एमाले सही, मेरो केपी बा सही, मेरो शेरबहादुर देउबा सही, मेरो प्रचण्ड सही, यो कति दिन उनीहरू अन्धकारमा बस्ने, यो जालो कहिलेसम्म फाट्छ। तर उनको जिन्दगी त यस्तै अरूको झोला बोकेरै र त्यही झोला बोकेरै जिन्दगी गयो। तर यिनका भावी पुस्ताहरूलाई के कस्तो ज्ञान सिकाउने कि यिनी आफू एउटा अभिभावक भइसकेपछि आफ्ना पुस्ताहरूलाई के ज्ञान सिकाउलान् के यिनले। मलाई त अचम्म लाग्छ। आफू त चोरै भए
त्यही नेताका पछि पछि लागेर झोले भएर तिनको जिन्दगी गयो भनेपछि अब यिनका छोरा नातिले के गरी खाने के? तर त्यो बारेमा कुनै यिनीहरूको सोच छैन। मलाई अचम्म लाग्छ।